भन त यहाँ एउटा एकजनाले कमेन्ट गर्नु भएको थियो क्या यस्तो कसले गर्नु रेप्लिका र अझ ओरिजिनल चाहिँ कुन क्लबको हुन्छ भनेर ए मेरो दाजु हुनुहुन्छ कि अङ्कल हुनुहुन्छ कि भाइ हुनुहुन्छ कि को हुनुहुन्छ है बुझ्नु भएको छैन भने दिदीको कुरा अलिकति सुन्नुहोस् केही टाइम लिएर होइन मैले ओरिजिनलको कुरै गरेको छैन हजुरलाई एकवटा रेप्लिका भनेकै थाहा रहन्छ अब ओरिजिनल के रेप्लिका र अनि ओरिजिनल कुन हो भन्नुभएको छ ओरिजिनल त हामीले ल्याएकै छैन तपाईँको ओरिजिनल कसले किन्न सक्छ र यहाँनिर एउटा यो रेप्लिकावालाको त तपाईँको 2000 भन्दा आम्मा भन्छन् होइन तपाईँको ओरिजिनल ल्यायो 25-26 को ल्यायो भने त आम्मा यतिको कहाँ पर्छ भनेर भन्छन् बरु बुझ्नु भएको छैन भने बुझ्नुहोस् न मेरो कुरो थोरै टाइम लिएर होइन हजुरलाई थाहा रहन्छ होइन अब हजुर कसको फ्यान हो त्यो पनि मलाई थाहा भएन कमेन्ट गर्नु होला रेप्लिका भनेको चाहिँ ए ग्रेड भन्दा तपाईँको ओरिजिनल पछिको क्या ओरिजिनल पछि चाहिँ तपाईँको रेप्लिकावाला आउँछ रेप्लिका पछि ओरिजिनल आउँछ तपाईँको है फर्स्टमा ए ग्रेडवाला बी ग्रेड त हामीसँग छँदै छैन है बी ग्रेड सी ग्रेड डी ग्रेड चाहिँ जर्सी पसलमा छैन त्यसको लागि चाहिँ कष्ट नगर्नु होला ए ग्रेडवाला मेड इन थाइल्यान्डवाला क्वालिटी अनि त्यो ए ग्रेड पछि तपाईँको रेप्लिका आउँछ रेप्लिका पछाडि तपाईँको ओरिजिनल आउँछ ओरिजिनल चाहिँ हामीसँग छैन यो चाहिँ रेप्लिका हो मेड इन थाइल्यान्डवाला क्वालिटी यता हुनुहोस् तपाईँको हेर्नुहोस् यो चाहिँ रेप्लिकावाला पुरै हेर्नुहोस् ड्राई फिटवाला कपडा दाना दानावाला भएको छ नि योवाला चाहिँ तपाईँको यो पछि चाहिँ ओरिजिनल हो क्या ओरिजिनल छैन नि त मैले त कहाँ तपाईँलाई छ भनेको छु त यो चाहिँ तपाईँको यस्तो नेपालीले नि बनाएको छन् कस्टमाइजवाला जर्सी जस्तो तपाईँले कस्टमाइजवाला जर्सी बनाउनुहुन्छ नि आफ्नो डिजाइनको त्यस्तोवाला क्वालिटी यहाँनिर धेरै तपाईँको बनाएर बेचे खान् क्या त्योवाला क्वालिटी होइन है यो चाहिँ थाइल्यान्डवाला क्वालिटी नै हो हेर्नुहोस् कस्तो राम्रोवाला छ पस्ने सोच्नेवाला यदि तपाईँलाई विश्वास लाग्दैन भने पसलमा आउनुहोस् हेर्नुहोस् है ल हेर्नुहोस् यहाँनिर अनि सँगसँगै तपाईँको अर्को नयाँ जर्सी रेप्लिका भनेको यो क्वालिटीको चाहिँ जर्सी पसलमा पाइन्छ क्या त्यो अरू क्वालिटीको तपाईँको योभन्दा अब ए ग्रेडवाला पाइन्छ अनि तपाईँको रेप्लिका पाउँछ सबैभन्दा राम्रो भनेको यहीवाला हो योभन्दा मुनिको चाहिँ पाउँदैन हजुरलाई थाहा रहन्छ क्यारे रेप्लिका भनेको के हो ए ग्रेडवाला भनेको के हो है धेरै बोल्यो भने चाहिँ सरी है तपाईँलाई नराम्रो लाग्न सक्ला तर भएको कुरा गरेको हो मैले अब हजुरलाई पनि चाहिन्छ भने कसलाई चाहिन्छ है थाहा नहुने मान्छेहरूले चाहिँ यहाँ सुन्नु होला दिदीको अलिकति टाइम दिएर मैले भनेको कुरा बुझ्नु होला अनि अर्डर गर्नु छ भने चाहिँ हाम्रो वेबसाइट पनि छ इन्स्टाग्राम पनि छ है अनि फेसबुक पनि छ वाट्सएप पनि छ हजुरले त्यसमा अर्डर गर्न सक्नुहुन्छ र हाम्रो दाजु हुनुहुँदो रहेछ दाजुलाई पनि एउटा सजेस्ट दिएको छु मैले राम्रोसँग मेरो भिडियो हेरेर कमेन्ट गरिदिनु होला ल यत्तिकै आवेशमा नआउनु होला कि ए रेप्लिका रे ओरिजिनल चाहिँ कुन हो भनेर भन्नु परेन ओरिजिनल नेपालमा आउँदैन पनि र किन्न पनि सक्दैनन् है प्राय अब तपाईँको बजेट अनुसारको ल्याइन्छ नि त हामीले होइन तपाईँको अब यो 2000 को छ भन्दा राम्रोवाला त तपाईँको कति महँगो भनेर भन्छन् अब 25-26 हजार भयो भने त मान्छे बेहोसै हुन्छन् होला त्यही भएर अहिले चाहिँ यति नै काफी छ हजुरले बुझ्नुभयो होला है थ्याङ्क यू सो मच